ल सो फाइनली गाइज म चाहिँ घर गएको थिएँ। घर गएर यता हाम्रो ठुला बाबा मम्मी हुनुहुन्छ। मैले तरुल खनिसकेपछि म यता बसेको छु। अनि त्यसपछि तरुल खनेर तरुल ल्याउन गएँ। धेरै फलेको रहन्छ। पहिले नै बाबाले खनेर बेचिसक्नु भएको रहेछ। त्यसपछि अलि अगाडि गएपछि हाम्रो घर अमिलाहरू त्यसै गरी मेवाहरू धेरै फल्ने गर्छ। मेवा तपाईँ देख्न सक्नु मेवाको रुख है। त्यसै गरी तरुल खनेको थिएँ। खनेर मम्मीले बनाइसक्नु भएको थियो। बनाइसकेर सो गरेर मलाई दिनुभयो, मैले खाएँ। त्यसै गरी तपाईँ देख्न सक्नुहुन्छ अर्ग्यानिक केरा खाएँ घर गएर फेरि होइन। अर्ग्यानिक केरा खाएँ। केराको नाम चाहिँ ठ्याक्कै बिर्सेँ मैले होइन। अर्ग्यानिक केरा खाएँ, तपाईँले देख्न सक्नुहुन्छ। तपाईँले खाने भए चाहिँ हामीलाई ठ्याक्क सम्पर्क गर्नुहोला। अनि त्यसपछि बाङ्गेलाखुरी माघ 1 गतेको मेलामा गएँ, साथीहरूसँग भेटेँ, रमाइलो गऱ्यौँ। त्यसै गरी त्यति बेला करिब 8 बजिसकेको थियो। 8 बजिसकेपछि त्यसै हामी रमाइलो गऱ्यौँ, खायौँ। अनि त्यसपछि नास्ता खायौँ, त्यसपछि हामी घर लाग्यौँ।